हम भी मांगे टाढा नि हेलो साथीहरू वेलकम टु माई भिडियो। म चाहिँ सुस्मिता राई। आई होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ। म पनि एकदम ठिक छु साथीहरू। म चाहिँ मकैको टुप्पा काट्नलाई जाँदैछु। यो चाहिँ रहेको छ हाम्रो गाउँ। सबैजनाको मकै भाँचेर ढोड फाडेर अब चाहिँ यहाँ कोदो रोप्नु पर्छ नि त साथीहरू। त्यही भएर कोदो रोप्नको लागि चाहिँ रेडी हुँदैछ। सुनामी चाहिँ कहाँ गयो? चारो त कति रहेछ साथीहरू। अब चाहिँ म यहाँ नै मकैको टुप्पा काट्नुपर्ने हुन्छ। म भन्दा अग्लो अग्लो छ त चारो छ। मैले चाहिँ मकैको टुप्पाहरू काटिसकेँ। अब यसलाई चाहिँ म एक ठाउँ भेला पार्छु अनि त्यस पछाडि डोरीले कस्छु साथीहरू। भारी लगाउँछु है त। मेरो घाँसको भारी चाहिँ रेडी भइसक्यो। यसमा मैले बोक्नको लागि नाम्लो पनि लगाइसकेँ साथीहरू। यो घाँस काटेर म चाहिँ घरतिर लागेँ है त साथीहरू। म चाहिँ घाँस काटेर अब पनि घरतिर लाग्दैछु। यहाँ छ मेरो ढेर थिएन नि त, थोरै मात्र थियो। अनि म चाहिँ नानाहरूकोमा आएको थिएँ काट्नुलाई। काटेर चाहिँ घरतिर जाँदैछु। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद। बाई बाई। अर्को भिडियोमा भेटौँला।